तपाईहरुलाई फेरि नि स्वागत छ मेरो एउटा नयाँ अर्को भ्लगमा। हामी खास अहिले जाँदैछौँ वहाँ इन्डिया सामानहरु लिन अनि हाम्रो तोरीहरु पेलाउनु पर्ने छ। त्यसको लागि यहाँ छ, यसमा तोरी छ अनि हामी जानलाहम अब अनि म मेरो वाइफ अनि हाम्रो जानलाहम भर्खरै रेडी भएछन् अनि अब हामी हिँड्न लाहम उतै अनि तपाईहरुलाई देखाउँछौं अनि कहाँ कस्तो छ एरियाहरु जाने बाटोहरु तपाईहरु हेर्दिनु होला। मेला जान लाग्नुभयो दिदी? यहाँ यिनीहरू जान लाग्छन् त बिस्तारै बिस्तारै आउँदै गर्नु है। के छ सामान हाल्दिनु वहाँ छोडिदिन्छौँ त्यहाँ उनीहरू मासु पुछ्नु। यो ओलीपट्टाको हो हैन?
बड्डा कहाँ खान्छ ओलीबाट बाटोमा भेटिन्छन् त्यो चल्ला जबसम्म किन भिडियो रेकर्ड बनाउँदै हिँड्ने तिमीलाई त किन चाहिँ यस्तो पछि भनौँला जाऊ जाऊ त्यो पनि गोर्खो छ भने जिम्मेदार पर्छ पख भन्नु त डर लाग्यो त्यस्तो नभन्नु के आउनु बिस्तारै साँझो जाममा सामान भएपछि नि कसलो मैले राम्ररी अटाउनै सक्दैन भन्ने भइगयोमा कसरी उसले हेर न टिन कहिले थियो त्यसमा थिएन अहिले थियो हामी हिँड्दै यो बाटो त हामी कति हिँड्दा मेला गयौँ हामी कहिले थियो मैले पनि नोटिस गरेको थिइनँ 5 मिनेट 52 कति पछि भन्नुभयो हाँ? अझै छन् गाइज आज त मेलामा सामान छ त यता त सामान लगिदिने लाउनु एकछिन मोबाइल पकाउनु त राम्ररी अड्डाउँछु तोरीलाई माथि गराउनु पर्यो कि तोरी सर्क्या सर्की भयो यो के हो धान हो हुन्छ कि न भाउजू हुन्छ यो पहिला तोरीलाई माथि राख्नु पर्यो क्या यो सर्केर मिल्ने भयो नि अब यो कहाँबाट यति कहाँ बाँध्नु आएको कुन हो राख्ने त्यसलाई राख्छ न त पहिला हामी त्यही मासु गर्नुमा राखिदिन्छौँ ओली बाजेको यहाँ पनि छ ओली बाजेको ए के हो त्यो खै त के हो ओली बाजेले त उहाँ उसलाई दाइलाई पनि बोक्न पठाएको रहेछन् अनि त्यो बाटोमा भेटिनु हो फेरि यो हाल्यौँ घाउ लाग्यो सट्टैमा के राखिदिनु त यस्तो ढलाएर राख्दो हो त्यस्तो तोरी चाहिँ फेरि यहाँ माथि राखिदेऊ त यो उठाएर यो पनि तोरी फेरि बाबै के भन्नु ल तीनजना भइगयो तीनटा छ ल ल हिँड्ने हाम्रो त यो तोरियो पेलाउने भने मासु पसलको त्यही त छोड्दिन ल बाजे अगाडि खान् बिचरा धौवाला न यहाँलाई किन बिहिबार बोलाउँछ न साबुन बोकाउनु आफ्नो सामान भयो त लग्ने थिएन होला आज
चलाउने भाउन्दिम अचाल बाइक भएर पो सजिलो भएर हप्ताहरू चाहिँ भगवान् यत्रो बाटो हिँड्दै हिँड्दै जाने बोक्न नसक्ने सामानभरि भरका बोकाइदिने कि यस्तो चलन बाजे सामान भाइ छोडिदिन्छ म उसमा यत्रो सामान आउँछ नि यो चाहिँ छोडिदिन्छु बाजे ट्र्याक्टर साइकल रोड निकालिहाल्नु है आइहाल्नु बिस्तारै आफ्नो भन्दा नि बाजेको सामान यहाँ धेरै छ क्या लैजाला लगिदिँदैन कि भने होला बाटो फेरि खतरनाक पछाडि उठी गयो भने यहाँ त चोट लाग्यो त केही भएन यहाँ हस्पिटल नभए अवस्था छ त्यस्तो छ त यहाँ वेट धेरै भएपछि तेल धेरै खान्छ त्यसले नाही ते आगे ते वजन हुन्छ वजन बढेर तेल बुलेटले खानु त अनि बाइक त बुलेटले त बन्काउँछ त खराब क्रस फायरले पनि त बम्काउँछ र त्यस्तो भए त यसको अलि बाइक गर्नुमा तेल बढी खाइहाल्छ कि यसले कताबाट जाने जुन अस्ति न गएको थियौँ त्यतैबाट किन यो ऊ बाङ्गो बाङ्गो भए जस्तो मान्छु त ऊ सामान ए बडै भिडियो बनाउनलाई त खस्न रहेछ सामान त यहाँ यो ऊ भयो कि हातमा मोबाइल हुने भयो अनि पछिबाट बनाउन मिल्दैन कि मलाई सक मसँग अड्डाउ पच्चको एउटा हातले समात्यो एउटा हातले उ गर के एकछिन मोबाइल पकाउनु त यस्तो गाह्रो भयो यहाँ पनि आमामा आज त भर्खरै हिँडेर रहेछु एसएसबी लाइनै पुगे छैन एसएसबी लाइन अगाडि पुग्यो भने उहाँ फेरि रेकर्डिङ गर्न दिन्न यार बन्द गर्नुपर्छ फेरि बाजेको यहाँ बोरा च्यात्रै छ तुरी फस्यो हल्का हल्का 12 मिनट भइगयो बन्द गर्छु फेरि लामो ल फाइनली पुग्यो मिलमा मिल चलाउने ऊ तिनी सानो ऊ छन् तिनकै हो मिल तिनले चलाउँछन् अनि हामी यहाँ तोरी उगाउन लाम यसरी चल्छ यो वाला मिल पट्टा खोइ पट्टा उता डर लाग्छ यार मलाई त्यो पट्टामा यस्तो साउन्ड आउँछ बाप्पा यहाँ चालु भएको तोरी पिन्दा आउनु यताबाट पहिला भिजाउनु पर्ने रहेछ यसलाई तोरीलाई साउन्ड आउँछ यसमा जेनेरेटर सिस्टम भएर होला होइन जेनेरेटरवाला भएर के धेरै साउन्ड आउँछ यस्तो चाहिँ आएको मिल सानो होला मेलाको हालत यस्तो छ यहाँ चल्ला काट्छन् हामीले बाइक वहाँ पार्क गरे हम
अनि हामी म त सबभन्दा अगाडि आएर मिलमा गएको थियौँ। मिलमा गएर अनि को टाइम साउन्ड धेरै थियो, त्यसको पनि कमै भिडियो रेकर्ड गरेछु। अनि यहाँ बजार अब तपाईँहरूलाई म देखाउँछु बजारहरू कस्तो छ के छ। बजारको त एरिया यताबाट जाम अलि भिडभाड छ। यहाँ घाम पनि बेसरी छ, गर्मीले गर्दा हिँड्न नसकेर औडा भइहाल्छ पुरा। जुस बनाउने बजारको एरिया यस्तो छ। यो बाटो साइडको हो, यो यहाँदेखि यो बाटो साइडको। अब उहाँभित्र साइडमा लग्छौँ तपाईँलाई देखाउनलाई। यहाँ यस्तो छ, यताबाट आउँछौँ हामी यो बाटो। मिल जाने बेला हामी यता गएको थियौँ। अनि त्यो मिल गएको त त्यो भिडियोहरू रेकर्ड गरेका छैनौँ, त्यही उसको मात्रै छ। जाम यहाँ भिडियो रेकर्ड गर्दै हिँडेको छ क्या। बजार आज बजार देखाइदिने हो क्या पुरा। खोज्नुपर्छ आफ्नो बुढीलाई टाइममा। यस्तो छ यहाँ कपडा पसलहरू, मिठाईहरू अनि मासुहरू, दालहरू। हजुर दाल सालहरू छन्। दाल साल अनि यहाँको तालाहरू हरेक चिजको सामान पाइन्छ। तेलहरू एरिया यस्तो छ। अब हो यही हो मेन ठाउँ लाग्ने बाटोदेखि हल्का भित्र बगिया जस्तो हुन्छ त्यो आँपको त्यो। अनि त्यहीमा लाग्छ। यस्तो छ यो फर्स्ट लाइन हो यहाँदेखि। यस्तो छ यहाँको एरियाहरू। यहाँ भाँडाकुँडी भर्खरै अझै बजारहरू पुरा उभा छैन, भर्खरै स्टार्टिङ भइरह। यहाँ अलिअलि भइरह। यो पाइन्छ यहाँ बिउहरू, यता पनि बिउ पाइन्छ। यता अगाडि उता उता खेतमा त्यस्तो उभा छ। जाम अगाडि कहाँ छन् तिम्रो? यो बगबग नगर, यहाँ सुनिन्छ सब अनि रेकर्ड भाइरल लैजाला फेरि फाइटिङ भनेर पुरा। कहाँ हुनुहुन्छ? ल फेरि अब रिटर्निङ एकछिन उताको भित्र यता साइडतिर जाँदैछौँ। अब हेर्दै गर्नुहोस्, यताबाट अब जान्छौँ। यहाँ अनि मेरो बुढी र दिदी हुनुहुन्छ सँगै, अनि साथी भएर त्यो यताउता हिँड्छन्। मैले त भित्र जाम देखाउन भनेको। दाइ पनि ओ दाइ ओ यहाँ यस्तो छ ताला साला अनि योहरू छ। योहरू पाउँछ उता। सब्जीहरूको लाइन पनि छ अझै उतातिर धेरै छ। ओइ कहाँ जाने हो डल्ले? कहाँ जाने हो? जाने बेला किनिया त भएको त चामल पहिला। ए जाम फेरि बाहिर जाम। अब 100 रुपियाँ केजी दाल। त्यस्तो होइन नि त यार, त्यो त अब आफूले लागतहरू उहरू सब ल्याउने त। कहाँ जान लाग्यो? सामान भएर बसिया छु यार, तिमीलाई पनि भाइरल गराइदिउँ ल। है दाइ, मेरो सामान लाग्दैन। कतापट्टि अहिले उग्रा नि? कहाँ जान लाग्यो तिमी? किन जान पर्यो? अहिले हामी यहीँ हुन्छौँ, नङ्ग्रे लगेर जान्छौँ त्यतिखेर। ल हुन्छ। बट्टा अब हिँडेर हिँडेका छन्।
कहाँ जानुभयो दिदीहरू हामी उता माथि जाऊँ न त्यहाँ सोधौँ न कति छ हेरौँ सब भ्यूहरू देखाइदिनु पर्यो त अनि भ्युवर्सहरूलाई हेर्न राम्रो होस् कति रुपियाँ केजी छ अरे नै ऊ नम्बर 130 भन्छ क्या दाइ अस्ति हामीलाई पनि 130 मा लग्यो यही छ हो कहाँ जाने अब 130 यो रोड एरिया रोडदेखि उतापट्टि भित्रमा छ त्यही त उता गएपछि देखाउँला भ्यू भनेको यहाँ गर्मीले औडा बनाइदिसक्यो क्या जुस पनि कति खाने जुस पिला दो भन्दै जान्छ अरे कोही जुस पिला दो मौसम देखा गर्नु नि त मेरो त यहाँनिर किन त्यो लालाको त्यहाँ किन लाला यहाँ तो सब दिल चले है लाला गर्ने सानो हेर्नु यहाँनिर के हेर्न त्यो अलिकति चोट्ला यहाँ 120 मा 130 मै लग्यो अस्ति हामीले घटा भने मान्दैन पहिल्यैदेखि लगेको ठाउँमा पनि घटाउँछ मान्दैन बा भिड छ यस्तो पाल्छ माथि यहाँ बस्यो हामी यो पञ्चरवाला बनाएको सर्छ थाहा छ त्यही तालु गर्नुहुन्न 30 रुपियाँ भन्छ बोरालाई यो सानबाट 30 रुपियाँमा हामीलाई अस्ति होइन हामीले बोरा ल्याइदिनु नि 30 रुपियाँ भन्थ्यो है हामीलाई त 30 रुपियाँ भने मानिरहेको थिएन त्यसले घटाउनु अरे पहिले त्यहाँ जाम लालालाई सोधेपछि लालाले के भन्छ लाला यहाँ त सबै दिल जले भन्ने हो कि त्यहाँ बाटैभरि यस्तै भिड हुन्छ अहिले त यस्तै हुन्छ यो बिहिबार त यहाँ भयङ्कर भिड हुन्छ पुरा घाममा यस्तै हुन्छ अझै त कम छ अहिले पछि त झन् मान्छेहरू यस्तो डेन्जर आउँछन् पुरा उनी खुट्टै टेक्ने ठाउँ हुन्न यहाँ यस्तो बनाउँछन् यतापट्टि यस्तो छ तरबुज छन् अगाडि सब पाउँछ यहाँ यहाँ फेरि लालाको पसल बाटैमा छ यस्तो छ यहाँ लालाको पसल यस्तो छ तपाईँले अब धेरै लङ भिडियोहरू गराउँदा पनि झ्याउ हुन्छ नि त हेर्न तपाईँहरूलाई म अहिले अर्को लटमा फेरि देखाउँछु म अहिलेलाई यति रेकर्ड गर्छु अनि पछि देखाउँछु फेरि सुरुबाट रेकर्ड गर्नेछु कुनै बेला अनि त्यतिखेर देखाउँछु म अनि यस्तो छ हालत यहाँ अहिले अब हामी यहाँदेखि सामान लिएर जान लाग्छौँ अब सामान लिएर घरतिर जान्ला अब सामान सब भइसक्यो तर चल्ला जिउदो चल्ला लग्न पाएनौँ लो पक्र देखो सामान टुन के है सामान का के मन
मलाई पक्रियो भने देउको बारेमा मैले मासु पकाउने कि त
यहीँ बस्यो नि अटो रोक्दै त्यही पनि हामी यताबाट पनि आउँछौँ यताबाट हिँड्दै आउने अनि यो चाहिँ बाइकहरूबाट हिँड्दा पनि जाँदा हुन्छ यहाँबाट हल्का छिर्नुपर्छ क्या अनि यो चाहिँ गाउँपट्टि गाउँ भच्काइ हामीले भच्काएर भने जस्तै भच्काइ क्या यहाँ फेरि इन्डियातिर फेरि कति आँपहरू यहाँ पनि हेर त आँप कस्तो छ सर्ट लगाएर नोट खुर्सानी पिसेर कराई खान्थ्यौँ होला हाम्रो नेपालमा नभए राति छोड्नु जान्थ्यौँ अब यति आँप लगाएर किनेर ल्याएको छ गाउँमा यहाँ गीत बजाउँदै छोडिरहेको छ नि म चाहिँ अब हाम्रो मिस्टर श्रीमानज्यूले त्यो खानु लागि आँप खाँदिनँ हरियो आँप अनि मै खान्छु एक्लै खुर्सानी पिस्छु एक्लै कराई पार्छु के गर्नु अब यतातिर यसरी यहाँ जोताइ भइरहेछ ए लेबल गरिरहेछ नि यो माटो यहाँ पनि लेबल गराइरहेछ देख सकते हो आप सब लोग देख ही सकते हो आप लोग देखो ना गाइस उधर भी लोग ये सामान लेकर जा रहे हैं देखो ना गाइस पछि यहाँ बएर खान चाहिँ सजिलो हुन्छ कि यहाँ बयरको रुख्दै रहेछ भने पनि चाहिँ के हेर्नु बयरको रुख कति छ पछि ठ्याक्क सामान लिन आउने पहिला पनि खाथ्यौँ है पहिला बयरको सिजन गयो नि त अहिले म टिप्दै खाँदै गर्थेँ अब मेरो बहिनीले खान पास पनि नदिनु मलाई यसरी गाई मणिलाई बडलाई
विश्वास नमान्नु होला है। तिमीलाई आउँदैन आउँदैन राम्रो चलाउनु अरे चलाउनु होइन यहाँले हल्का झिट बोल्नु भएको छ। मलाई चलाउन आउँछ। एकैचोटि यहाँको मुस्का पुऱ्याइदिनु चलाइन बस बस त्यही के भन्छ अरे चलाउने मान्छे हुनु पऱ्यो। स्वर्ग पुऱ्याइदिन्छु म तपाईँलाई अहिले। बल्ल गाइस यताबाट उता चाहिँ होइन यहाँबाट होइन यो चाहिँ रुक्नु म तपाईँलाई देखाइदिन्छु हाम्रो नेपालको हाम्रो कहाँ छ। अनि हामीहरू ठ्याक्कै मैले अघि न सानो खोला भनेर देखाएको थिएँ तपाईँहरूलाई। हो त्यही खोलादेखि उतातिर नेपाल पर्छ यतातिर चाहिँ इन्डिया पर्छ कि। अनि पहिला नेपाली देशमा अब इन्डियाले त्यस्तै गर्दै उता लग्यो कि। हामी म त जाने बिस्तार लागेको मान्छे नाति नातिनी उमेर भइगयो। यत्रो खोला आउँछ यहाँ पछि गएर बहुत ठुलो खोला आउँछ। त्यहाँ दाइले किन पख तिमीलाई भन्दैन हेर्नु हामी हिँड्दै जाँदाखेरि यही बाटोबाट जान्थ्यौँ। हिँड्दै हिँड्दै उताबाट चाहिँ बाइक जान्छ के त्यस्तो। अब गाइज अब हाम्रो यहाँदेखि जान्छौँ हामी वहाँ नेपालतर्फ। आज यो यहाँ छ यो खास पुरानो यो बोर्डरको चिन्ह यहाँ थियो। पछि भित्र सर्दै सर्दै यहाँदेखि लगभग 5-6 किलोमिटर ओभर 5-6 किलोमिटर भन्नाले पनि ज्यादा छ अझै नै। अनि त्यहाँसम्म कब्जा गरिसक्यो। अब हामी जान्छौँ भिडियो धेरै लामो नबनाऊँ हजुरहरूलाई पनि झ्याउ लाग्छ नि त कोहीलाई हेर्न यताउता झ्याउ लाग्छ। अब हामी यहाँदेखि आफ्नो घरतर्फ लाग्छौँ। मेरो भिडियोलाई लाइक अनि सब्सक्राइब अनि सेयर गरिदिनु होला। अनि हजुरहरूलाई अब सायद अर्कै लाग्छ होला नि त, म भर्खर स्टार्टिङ हो अब खासै जान्दैन। त्यही कारणले हजुरहरूले कमेन्ट गरिदिनु होला के कस्तो हुन्छ। अनि भ्यू गरे पनि अनि लाइक कमेन्टहरू पनि गरिदिनु होला। अनि सब्सक्राइब गरिदिनु तब मान्छेलाई अलि लाग्छ अरू नयाँ तरिकाले गराउने नयाँ भिडियो ल्याउने छु। हजुरहरूले लाइक सब्सक्राइब अनि कमेन्टहरू गरिदिनु होला।